हेलो एभ्रिवान, मैले आज निम्बुको शरबत बनाउन लागिरहेको छु। यसमा निम्बु हालेर निम्बुलाई काटेर ठिक्क पारिरहेको छु। अनि चिसो पानी, फ्रिजको पानी, सिलगढीमा पुरा मौसम गरम छ, त्यही कारण मलाई निम्बुको शरबत खानुपर्छ। अनि जलजिरा अनि स्प्राइट हालेर म निम्बुको शरबत बनाउन लागिरहेको छु। हेलो गाइस, तपाईँहरूलाई मनपर्छ कि मन पर्दैन? म बनाएपछि फेरि तपाईँलाई कस्तो कलर हुन्छ म तपाईँहरूलाई बताउने छु। बनाएको निम्बु पानी पनि बनिसक्यो। अब हामी तीनजना भाइ मोछेमा खान लागेको निम्बुको शरबत। अनि मैले आज के बनाएको छु भन्दाखेरि काँचो आँपको अचार पनि बनाएको छु। काँचो आँपको अचार यी मलाई सासू आमाले सिकाउनु भएको थियो कसरी बनाउनुपर्छ भनेर, र काँचो आँपको अचार बनाउँदैछु। यी यसरी चिनी र खट्टा मिठा बनाउँदैछु। खट्टा मिठा बनाउन लागिरहेको छु। पाकिसक्यो, अलमोस्ट पाकिसक्यो यो। अब हामी लन्चमा भात, सागको सब्जी अनि इस्कुसको सब्जीसँग मुसुरी दालसँग यो खानेछौँ। आज हामीले यसरी बनाइसकेको छु। यतापट्टि इस्कुसको सब्जी पनि बनाएँ मैले। इस्कुस भुटेको आज पाकिसक्यो यो पनि। अब खाना मात्रै, अब नुहाउनु पर्छ। सबैलाई एकादशीको हार्दिक बधाई छ, हार्दिक मङ्गलमय शुभकामना पनि छ।